हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले किन चस्मा लाएर ब्लग स्टार्ट गरेको भन्दा मेरो चाहिँ यहाँ आँखामा इन्फेक्सन भयो कि रातो भयो, त्यही भएर त्यो छलफल हान्नको लागि केही पनि होइन। म चाहिँ अहिले यहाँ किचन बनाउँदै हुनुहुन्छ, यहाँ किचनको लागि सामान लिन जान लागेको। यहाँ चाहिँ बन्दैछ यो, यसैको लागि सामान लिन जान लाग्यो। त्यही हो यार, आज मैले ब्लग खासै धेरै बनाउँदैन किनकि आँखा दुखिरह। त्यही हो, अब चाहिँ म निस्केको। अब म चाहिँ यहाँ फाइनली आइसकेँ पसलमा। यो चिम्नीको पाइपमा हान्ने खै के हो ल्याउनु भन्नुभयो, त्यो चाहिँ यहाँ लिन आएको। ल फोन आयो, म फोन अहिले के कसो हुन्छ अपडेट गर्छु। यहाँ सामान लिने एउटा गोदाममा आएको छौँ। त यहाँ चाहिँ एल्बो रहन्छ, त्यो एल्बो लिन चाहिँ म फेरि उता चौडा जान पर्यो। त्यहाँ गएर दुईवटा एल्बो लिएर आउने भन्नुभयो कि शेड्युल छ यार मेरो। आजकल चाहिँ दिनदिनै पानी पर्न लागेको छ, त्यही भएर मौसम चाहिँ एकदम शीतलो छ है। बिहानभरि पानी आयो, अहिले पनि एकदम दिन चाहिँ फारेको छैन। जस घाम नलागेपछि चाहिँ यत्तिकै मजा हुन्छ कि दिन यत्तिकै। यो मौसम चाहिँ एकदम बेस्ट लाग्छ है मलाई, एकदम बबाल हो बब्बाल। कडा हो यहाँ चाहिँ फाइनली रहेछ, धेरै दुःखपछि पाइयो यहाँ। कति अङ्कल? 800 रुपियाँ। ल अब चाहिँ म यो लिएर फेरि अर्को हार्डवेयर जान्छु है, त्यहाँ रहन्छ। त्यही भएर त्यो यो लिन यहाँ आएको, त्यही हो यार। ल फाइनली म फेरि यहाँ आइसकेँ। र यहाँ फेरि 970 है त। मेरो 10 को इक्जामको सेन्टर चाहिँ यो स्कुलमा परेको थियो, नवरत्न माध्यमिक विद्यालय। फाइनली म चाहिँ घर आइसकेँ सामान लिएर। यहाँ गाह्रो छ सामान धेरै भएर। काम चल्दैछ है। म चाहिँ भर्खर घर आएको। यो जुगा चाहिँ अस्ति कपाल काट्दा फर्स्ट टाइम काटेको कि यो सुहाएन जस्तो भाइब्स आइन्दैछ। अरे माथिको यो उम्रेकोलाई फेरि काट्दिनु पऱ्यो कि, कस्तो अजुबा देखिरह यार। फाइनली यहाँ मिलाइसकेको छु। काटेर मैले बेकार रिग्रेट लागिरह यार। यो फेरि काटिरहनु पर्ने हुन्छ कि। काम चाहिँ एकदम जारी प्रोसेसमा छ, त्यही भएर म कोही हिँड्न पाएन किनकि यहाँ सामानहरू ल्याइराख्नु पर्छ कहिले के। त्यही हो तगडा। मेरो चाहिँ आँखा हल्का रातो भइरहेको थियो नि त, त्यही फेरि एकचोटि चेक गराइहाल्छु भनेर चाहिँ म यहाँ आएको छु चट्ट लाएर आँखा पसलमा। ल अब चाहिँ यहाँ चेक हुन्छ है मेरो आँखा के स्थिति भयो भनेर। यार पुरै रातो भइरहेको। तल हेर्ने तल आँखा चिलाउँछ किन? आँखा धुलोमा धेरै हिँडेको थियो र कि चिसो पनि होला रहेछ। चिसोले गर्दा अनि धुलोहरूले गर्दा या गर्मीले गर्दाखेरि चाहिँ हुनेवाला इन्फेक्सन हो कि यो। ए अघि घरबाट हिँड्दा पानी पर्ला झैँ गरेर ज्याकेट लाएर हिँडेको, अहिले चाहिँ वाइल्ड गर्मी भयो यार। अहिले फेरि यस्तो छ है, मौसमको केही भरै छैन यार। अब यहाँ दबाई सबै लेख्छु, आँखामा हाल्ने इयरड्रप अरे आई ड्रपहरू, त्यसपछि घर जान्छु। र यो चाहिँ 2-2 घन्टामा 6 टाइम लगाउने रे। यो रातिमा मात्रै हो। यहाँ कैँची उदाउन आएको। यहाँ चाहिँ कैँची लास्टै भुत्ते थियो कि त भाइले लिएर आएको थियो स्याङ्जाबाट। यो कैँचीलाई चाहिँ यहाँ हो यहाँ यस्तरी रहेछ उदाउने। यो कैँची नै उदाउन दिनु पर्यो चाहिँ यस्तरी चाहिँ चट्ट लागेर। यता हामी आइसकेको छौँ जुस खान। जाऊ है अब भाइलाई चाहिँ यहाँ के खान्छस् खा, म जे भने नि त्यही किनिदिन्छु भन्दा नि केही खान्न भन्छ। यस्तो ज्ञानी छ है हाम्रो भाइ चाहिँ। फेरि के गर्नु, दाइको पैसा सक्न खोज्दैन क्या भाइले फेरि यार। ए अनि केटा हो यार, यो सानो यस्तो बाटो यो चोर्न चाहिँ को खोज्थ्यो यार। अनेस्ट भएर भनौँ है, म चाहिँ यस्तो बाटो यो चोर्न चाहिँ बहुत खोज्थेँ तर कहिले नि सकिएन क्या। त्यो सानोमा हुने रहेछ कि सबलाई यो गाडीबाट त्यो पोक्सोक यताउता चोरम भन्ने। अब मलाई मात्रै हो कि कोलाई हो, त्यो चाहिँ कमेन्ट सेक्सनमा चट्ट लाएर लेखौँ त ल। फाइनली घर पनि आइसकेँ म। कति बज्यो अहिलेको टाइम चाहिँ? कति भयो? 7 बजेर 35 मिनट गयो। 35 होइन यार, 7 बजेर 40 मिनट गयो यार। फाइनली घर आइसकेपछि हजुर यहाँ चाहिँ यो जोडिसकेको छ है। कहाँको? प्लग बिग्रियो, फेरि प्लग लिएर आउनु पर्ने भयो। म चाहिँ फाइनली आइसकेँ पसल टलाएर। घर आइसकेँ म।
आजको भिडियो चाहिँ एकदमै छोटो रह्यो किनभने आज चाहिँ मेरो आँखा साहा नि दुखिरहेको थियो हिजो साँझदेखि दुखेको अनि त्यही माथि किचनको यहाँ सामानहरू नि लिन गइराख्नुपर्छ त्यही भएर खासै भिडियोहरू नि बनाएन अनि अघिको टाइम चाहिँ 7:40 होइन 5:40 रहेछ अहिले चाहिँ 6:40 हुँदैछ यो भिडियोलाई चाहिँ अब एडिट गरेर अब हालिहाल्छु त्यही हो आई एम रियली सरी फेरि पनि किनभने आजको भिडियो एकदम सानो रह्यो सी यू अन नेक्स्ट भिडियो पिस आउट